वेलकम छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा। यो भिडियो मार्बलमा फिनिशिङ प्रब्लम आउँदाखेरि कसरी मिलाउने भन्ने कुरामा रहेको छ। पहिलो कुरा, मार्बलको म्यानुफ्याक्चरिङ प्रब्लम पनि हुन्छ भन्ने कुरा पनि बुझ्न पर्छ र फाइलमा 0.2 mm डेप्थ मात्र राख्न पर्छ र स्टेप डाउन 0.1 मात्र गर्न पर्ने हुन्छ हजुरले। तेस्रो कुरा भनेको मार्बलको लेभल CNC मा राम्रोसँग चेक गर्नुपर्ने हुन्छ। चौथो कुरा भनेको मेसिनको लेभल राम्रोसँग मिलेको हुनुपर्ने हुन्छ। पाँचौं कुरा, टुलमा धार राम्रोसँग छ छैन चेक गर्नुपर्छ। र अन्तिममा छैठौं कुरा, अलिकति मेसिनबाट आएको डिफेक्टहरू सकेसम्म तपाईले आफ्नै ह्यान्डले पनि मिलाउन पर्छ भन्ने कुरा बुझ्न पर्छ। यही कुरा भन्न चाहन्छु। धन्यवाद भिडियो हेरिदिनु भएकोमा।